हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। अनि आज चाहिँ एकदम गर्मी बढेको छ नि त। यस्तो गर्मी बढेको छ कि बाहिर एकछिन हिँड्यो भने त पुरै पाकिला जस्तो हुन्छ। अनि त्यही भएर चाहिँ आज हामी पौडी खेल्न आएको छौँ म र दाइ। अनि उहाँ चाहिँ वाटर किङडम भन्ने रहेछ यो झिलझिलेमा। अनि यहाँनिर चाहिँ पौडी खेल्न आएको फर्स्ट टाइम आएकोमा चाहिँ उहाँनिर सुरुङ्गामा चाहिँ सेल्फी डाँडामा खेल्नु गइन्थ्यो। अब यहाँनिर चाहिँ फर्स्ट टाइम आएको। भ्यू चाहिँ यस्तो छ, बाहिर छौँ हामी चाहिँ। अब एकछिनमा भित्र जान्छौँ अनि पौडी खेल्छौँ अनि फ्रेस। ल त गाइज, हामी चाहिँ यहाँनिर टिकट काट्दैछौँ। टिकट दर रु 500 रुपियाँ रहेछ, दुईजनाको 1000 रुपियाँ। अनलाइन गर्छौँ हामी यहाँनिर चाहिँ काउन्टरमा बसिराख्नु भएको छ। कुन हो त्यो? अनि यहाँनिरको चाहिँ यही हो वाटर किङडम झिलझिले। वाटर किङडम झिलझिले। झिलझिलेमा त कसँग खेल्नुभयो तपाईँहरूले पौडी? यहाँनिर चाहिँ यस्तो रहेछ, मरु यस्तो छ। एन्ट्री चाहिँ राम्रो छ, राम्रै छ जस्तो छ है। ल दामी रहेछ, मलाई चाहिँ ठिकै लाग्यो है दाइ। यतिको रहेछ, ठिक छ त्यो। यस्तो छ यहाँनिर। अनि तपाईँहरू नजिक हुनुहुन्छ भने चाहिँ आउनु सक्नुहुन्छ। मलाई चाहिँ ठिकै लाग्यो है दाइ यार, यतिको ठिकै रहेछ होइन। 500 रुपियाँ लाग्यो नि वाटर किङडममा चाहिँ एकदम आउनु। अहिले खिचौँ ल होइन। दाइ केही भन्नु छ भने भन्नु। अहिले म जे भन्नु छ भन्छु। चाहिँ आज चाहिँ एकदम फ्रेस भएर जाने दाजुभाइको विचार हो। बस्दा बस्दा वाक्कै हुन्छ नि त, दिमाग पनि बोधो सुत्ता सुत्ता होइन। पानीमा पौडी खेलेर फ्रेस भएर जाने हो। ल दामी छ है, मान्छे पनि ठिकै रहेछ। अब झन् आउने बेला भइसक्यो, बेलुका बेलुका झन् बेसी हुन्छ। वाउ बबाल छ, यतिको छ है भाइ। हामी चाहिँ अलिक गरिब दुःखी भएर टिकट मात्रै किन्यौँ, एक्स्ट्रा भित्रबाट लगाउने चिजहरू चाहिँ आफै लिएर आएको थियौँ। अनि यहाँनिर मेन भनेको चाहिँ हाम्रो वरिष्ठ भगवान हुनुहुँदो रहेछ हाम्रो धर्मको, गौतम बुद्ध। लेट्स सी। ओम नमः गौतम बुद्ध नमः। ल यहाँनिर पनि भ्यू चाहिँ दामी रहेछ है, दामी लाग्यो भ्यू। आउनु न, भ्यू दामी छ है। सल्लाह धुपैले भने सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रै रूपैले। अरे हे झिलिमिली मायाको आहा बगाल छ है। मान्छे रहेनछ उतापट्टि चाहिँ मान्छे टन्नै थियो, यहाँ माथि डेन्जर छ। यता पनि छ कहाँ यहाँनिर पनि छ पौडी खेल्ने ठाउँ चाहिँ। ल है यहाँनिर भ्युजहरू पनि दामी रहेछ, खतरा छ है। ल है हामी चाहिँ आइसकिसक्यौँ यहाँनिर चाहिँ गरेको रहेछ। तपाईँ चाहिँ हामी यहाँनिर ड्रेसिङ चेन्ज गर्दैछौँ, सामान यहाँनिर हाल्दैछौँ। यो हाम्रो कति नम्बर हो, 79 नम्बरमा हाल्दैछौँ। अब लुगा खोलेर पौडी खेल्नु पर्दैन। यहाँनिर चाहिँ 50 रुपियाँ डिपोजिट गर्नुपर्ने रहेछ। अरू मौरी पनि रहेछ यहाँनिर यार, मौरी पनि पालन गरेको रहेछ। यहाँ टक्कसँग मेरो लुगा हाल्छु कि अब अरू हाल्छु। म चाहिँ पौडी खेल्न सुरु गरिसकेँ। ल पौडी खेल्न सुरु गरिसकेँ। ल हबिबी यहाँनिर चाहिँ मान्छे अलिक कम छ, उता छ है। अनि अहिले एकछिनमा आउँछ, उता पल्लोपट्टि खेल्दैछ। हामी चाहिँ यहाँनिर आजको उद्घाटन चाहिँ हामी दुईजनाबाट भएको छ। दामी छ पानी जोस्। वाउ फाइनली यहाँ पनि धेरैजना आइसकिसकेको छ, अझै आउनु बाँकी छ। दामी तरिकाले थाल चल्छ। अब आउँछ मजा, थाल चल्नु थाल्यो नि त। अब आउँछ मजा। अब चाहिँ समुद्रको छाल खाने पाला आउन सुरु भइसकिसकेको छ।
आएन त्यता त हे छाल आइसकिसकेको थियो फेरि कता गयो छम्माहरू पनि सक्नुहुन्छ ब्याकग्राउन्डमा Come on. गाइज अब हामी लास्टसम्म खेल्यौँ लास्ट मान्छे नि हामी पनि हो त्यस 500 रुपियाँ बराबरको उयो गरियो असुल गरियो रमाइलो रहेछ जस झ्याउ लागिरहेको थियो रमाइलो गरियो अब फर्किँदैछौँ हामी त्यो लास्टै फ्रेस भयो गलियो पनि लास्टै होइन ठिक छ ल थ्याङ्क्स फर वाचिङ जसले हेरिदिनु भयो